मेरो YouTube च्यानल। हाई एभ्रिवान, वेलकम टु माई YouTube च्यानल। तपाईहरुले मलाई चिन्नु भएको छैन भने मेरो नाम प्रमी लेप्चा श्रेष्ठ हो। अहिले चाहिँ हामी बाहिर जानु लागेको दुईजना भएर। अनि यहाँ चाहिँ पुरा चिसो छ, हावा पनि चलिरहेछ, त्यही भएर मैले चाहिँ कोट लगाएको छु। साथीहरु अहिले चाहिँ हामी यहाँनिर बस पर्खिँदैछौँ। बस आइसक्यो, बसमा जाने, ट्रेनमा जाने। सुन्तला, यो सुन्तला दादा कहाँको हो? यो सुन्तला इरानको हो? यो सुन्तला यहाँको चाहिँ होइन, कहाँबाट ल्याएको, मिठो छ, सजिलो खाले। आज सबैको यहाँनिर पब्लिक होलिडे हो, त्यही भएर सबैजना घुम्नलाई निस्किएका छन्। हाम्रो चाहिँ छुट्टीको दिन चाहिँ जहिले यस्तै हुन्छ, टाइममा कहिले घुम्ने हुँदैन। मैले गर्दा जहिले बेलुका मैले गर्दा अहिले चाहिँ हामीले मेट्रो कार्डमा अनलिमिटेड ब्यालेन्स हालेको 1 महिनाको लागि 99 रियालमा। अनि अहिले चाहिँ फेरि दादाको चाहिँ फेरि यहाँनिर हाल्नुपर्छ। मेरो चाहिँ अनलिमिटेड हो, किनभने म चाहिँ प्रायः मेट्रो युज गर्छु नि त, अनि दादाले चाहिँ युज गर्नुहुन्न, त्यही भएर। हाम्रो चाहिँ ट्रेन आइसकेको छ साथीहरू। आजको मेरो आउटफिट हेर्नुहोस्। फाइनली हामी चाहिँ कर्निस नै आइपुग्यौँ, किनभने धेरै टाढा जानु मलाई जाँगर छैन, त्यही भएर कर्निसै आइपुग्यौँ साथीहरू। आँखाले भ्याइ नसक्नु समाचार पर समाचार पिटोनिया चाहिँ। अनि यो सबै यो देख्नुभएको चाहिँ बगनबेलिया हो। यस्तो राम्रो छ यहाँनिर। अलिक यो चाहिँ दिउँसै आउनुपर्ने हो, हामी चाहिँ जहिले बेलुका आउँछौँ र यस्तो हुन्छ। अहिले चाहिँ हामी यहाँनिर देख्न सक्नुहुन्छ पिटोनियाको संसारमा आएको छौँ। यो चाहिँ पार्क जस्तो छ, यहाँनिर चाहिँ प्रायः सबै मान्छेहरू घुम्नलाई आउनु भएको छ। आज चाहिँ सबैको अफ डे भएर होला। अनि मैले चाहिँ दादालाई भनेको त्यहाँनिर बोटिङ गर्ने भनेर, भयो भने चाहिँ अब के हुन्छ, बोटिङ गर्नुपर्छ होला है। यता हुँदैन, तपाईँको फोटो खिचिदिन्छु नि एउटा, खिचिदिन्छु नि। उयो पार्कमा जाउँ न, अनि खिचौँ ग्रिनमा भरे त उयो त्यस्तो। यहाँ खिचौँ न, यहाँनिर यो पर्पल कलरको पिटोनिया भएको ठाउँमा। लाजले म भुटुकै भए, यो प्यारो प्यारी गाउँलेको छोरीलाई अब जोठहरूले। What is this? यो तपाईहरुले पछाडि देख्नु भएको छ, यो चाहिँ यो चाहिँ नि गदेउलाको बच्चा जस्तो छ, हेर्नु न। छैन है, मैले यो कस्तो छ भने नि, यो चाहिँ उ जस्तै छ क्या, गदेउलाको बच्चा जस्तो छ। यहाँ चढेर फोटो खिच्न मिल्दैन, यहाँ फोटो खिच्ने। कहाँ घुसेको तिमी बच्चा जस्तो? हेर न केटाकेटी जस्तो। अलि लड्नु लाग्यो, हेर के गरिदिनु अरे? भिडियो बनाइदिएछु भन्दा। अहिले चाहिँ हामी यहाँबाट घुमेर पनि हैन
त्यहाँ हेर्न सक्नुहुन्छ बेलुन मैले जर्जियामा चढेको बेलुन अब हामी यहाँबाट जाँदैछौँ तल जान्छौँ अब चाहिँ हामी जहाज बोटिङ गर्नु जाने हो हामी जहिले ढिलो हुन्छ घुम्नलाई आज पनि ढिलो आइछौँ कोही बात छैन सबै कुरा भिडियोमा इन्क्लुड गर्न नपाए पनि हामीले मजाले घुम्न पायो होइन त्यो अगाडिको भिडियो चाहिँ दादाले गरिदिनु भएको है खुट्टा मात्रै देखेको भिडियो चाहिँ तपाईँलाई नि नेपालको सबैभन्दा मनपर्ने युट्युबर को भन्नु त कस्तो मान्छे छ हौ भनिदिनु न एउटा अनेस्ट एन्सर दिनु न अनेस्ट एन्सर तिमी युट्युबर हैन म स्टार्टिङ होइन मतलब यस्तो के मतलब एउटा मान्छे कोही छैन तपाईँको एउटा आइडियल पर्सन यो युट्युबर यो मान्छे चाहिँ मलाई ठिकै छ मलाई सोध्नु न किन सोध्नु न एउटा क्वेसन मलाई एकदम मजाले सोध्नु न यो चाहिँ कर्निसको नाइट भ्यू हो यो चाहिँ के होला त यहाँनिर त मान्छेको नक्सा रहेछ हुन चाहिँ यो के को डल्ला हो कागतीको डल्ला हो के को डल्ला मान्छे उयो नाचिरहेको उफ्रिरहेको रहेछ नि फुटबलको हामी चाहिँ यो बोटमा चढ्ने भनेको नजानु अन्त हामी चाहिँ यहाँनिर बोटमा आइसक्यौँ यहाँ देख्नुभएको समुद्रको संसार सबै समुद्र हो यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हामी अब आइसक्यौँ होइन दाइले यहाँनिर भर्याङ चढाउँदै हुनुहुन्छ अहिले चाहिँ हामी यहाँ घुमेर निस्केर पनि यहाँनिर कफी खान लागेको पिउन लागेको कफी स्टारबक्समा मैले अब पाएको यही हो कफीको संसार SANJIT सञ्जीव अहिले चाहिँ हामी यहाँनिर कफी लिइसकेको होइन अनि यहाँनिर म सुगर लिँदैछु अनि भेनिला र क्यारामल लिएको कतिवटा चारवटा लैजाउँ चारवटा यस मेरो नामको प्रमी अनि अर्को नाम मिस्टर सञ्जीव यतिवटा है सुगर मलाई धेरै चाहिन्छ सुगर दुईवटा लाग्यो पनि थ्याङ्क यू बाई बाई अहिले चाहिँ हामी यहाँ स्टारबक्समा कफी खान्छ नाम पनि लेख्दैछ हाम्रो तपाईँको देखाउनु डुल्दा घुमेर यहाँ थकित अवस्थामा मेट्रो पर्खिँदैछौँ हामी
हेर्न सक्नुहुन्छ। मेट्रो आयो साथीहरू, मेट्रो आयो। जाने हो अब हामीले, उहाँले ढोका खोलिदिनुहुन्छ। यो चाहिँ स्पोर्ट्स जिप। मलाई मन परेन, रङ्गिला। म यो पनि मन परेन। यो त नेपालको जस्तो छ है। जर्मनको खतरा छ नि, कति सस्तो छ। कति रहेछ हेरौँ। घटेको रहेछ। यो जति पनि देख्नु भएको छ यो सबै स्पोर्ट्सको। अहिले चाहिँ हामी सिटी सेन्टरमा छौँ। दादा चाहिँ जर्सी लभर हो कि, त्यही भएर जर्सी हेर्दै हुनुहुन्छ। लानु नि हो चिन बियर। मन परेन यो त मलाई। कुन चाहिँ मन पर्यो? चिन्दिनँ है। दादाले चाहिँ फाइनल्ली एउटा कन्फर्म गर्नुभएको छ होइन। साइज कुन छ त्यही हो। अनि एउटा क्याप मन पराउनु भयो। लाइफमा फर्स्ट टाइम होला है तपाईँले क्याप लाउन लाग्नुभएको नि। लाइफमा फर्स्ट टाइम क्याप लाउन लाग्नुभएको, त्यो पनि अरिजिनल, त्यो पनि मैले गिफ्ट दिएको। यहाँ हेर्नु सक्नुहुन्छ, यहाँनिर त साइकलहरू छ। यो कति हो? आमामा 5570 रियाल भनेपछि कति हो नेपालको? धेरै हो नि। हेर्नुहोस् बच्चा कति? आम्मामा 17,999 रहेछ। दादा 17,000 भनेको नेपाली कति पर्यो? 17,999 रहेछ। अहिले चाहिँ डिस्काउन्ट प्राइस 1200 रहेछ, 12,000 रहेछ। कति हो भन्नु त 17,000 भनेको? 17,000 भनेको 3-4 लाख? 3-4 लाख? 3 लाख? 1 लाख नेपालको एउटा 5 लाख एउटा केटिएम ड्युक आउने रहेछ यसले। यहाँ हेर्नु सक्नुहुन्छ साथीहरू, जुत्ताहरू यस्तो राम्रो राम्रो बच्चाको जुत्ताहरू छ। यस्तो राम्रो हेर्नु न, यो भर्खर जन्मेको बच्चाहरूलाई हुने खालको जुत्ता के। यस्तो राम्रो छ, यति राम्रो छ। ओ मुटै दुख्ने। दादा यहाँ हेर्नु न, कस्तो राम्रो। बुढीमा बुढीमा अहिले चुलामा अहिले चाहिँ हामी यहाँनिर बिन माहमुदमा छौँ। अनि पिज्जा बक्सबाट निस्केको, त्यहाँनिर हामीले राजकुमार दाईलाई भेट्यौँ। अनि अहिले चाहिँ हामी यहाँनिर गाडी बुक गरेर जानु लागेको। यहाँ हेर्नुहुन्छ बाबरी फुल, कस्तो मिठो बास्ना छ यहाँनिर बाबरी फुलको। अब आजको दिन चाहिँ यसरी नै बित्यो, छुट्टीको दिन। अब जाने हो। अहिले 12 बजिसक्यो, रातको 12 बजिसक्यो। अनि जाने हो गएर, भोलि बिहान ड्युटी छ।
अनि हामीले के खायौँ? पिज्जा। क्यापले कस्तो देखेको छ साथीहरू कमेन्ट गरिदिनु ल। अनि आजको भ्लग चाहिँ म यहीँनिर अन्त्य गर्न चाहन्छु। मैले धेरै राम्रो क्लिपहरू त निकाल्नु सकिनँ, तर पनि तपाईँहरूले मजाले हेरिदिनु भएकोमा धन्यवाद। मेरो युट्युब च्यानल यो चाहिँ कतारीको गाडी हो, कस्तो स्पिड हुर्काएको। नयाँ गाडी किने रहेछ कि देखाउनलाई नि पुरा कुदायो नि तर्सेमा त। मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला। धन्यवाद, बाई बाई।